म मात्रै छु त हैन तपाईको उपस्थिति विशेष हो मेरो दलको मान्छे छ नि त्यहाँ नेता हो म त्यही त नेता हो र त भन्दैछु त मैले आज आन्दोलन गरेको छैन किनभने प्रधानमन्त्रीज्यू आउनुभयो बजेट बहिष्कार होइन हौ बजेट बहिष्कार होइन त्यहाँ अरू छन् नि आज बहिष्कार गरेको छैन मैले के माग राखेर आउनु आज अलिक काम विशेषले गर्दाखेरि निस्किरहेको छु आजको चाहिँ आन्दोलन होइन तपाईको आज 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 भएन आज आन्दोलन होइन भएन किन बस्नु भएन त बजेटको दिन किन बस्नु भएन प्रधानमन्त्रीज्यू आउनुभयो नि त आन्दोलन भएन मेरो अनि बजेटमा चाहिँ किन नबस्नु उहाँलाई जवाफदेही बनाउनु थियो उहाँ आउनुभयो त्यसले गर्दाखेरि उहाँ सुन्दै हुनुहुन्छ अब उहाँले सुन्दै हुनुहुन्छ भागेको होइन तपाईको माग पुरा भएछ किन नबस्नु भएको उहाँलाई प्रश्न सोध्छौँ हामी तर आज चाहिँ बजेट भाषण छ त्यसले गर्दाखेरि अब उहाँ आउनुभयो ठिकै छ तपाईँ चाहिँ किन निस्किनु भयो मेरो अन्यत्र जानुपर्ने छ विशेष काम हो कि असन्तुष्टि हो कि होइन विशेष काम छ सुन्दैछन् सुन्छु म केही अंश सुन्नुभयो अहिलेसम्मको सुनिरहेको अंश चाहिँ कस्तो लाग्यो एक दुईवटा कुराहरू चाहिँ जस्तै अब यो के अरे नेपाल वायु सेवा निगम भन्ने छ नि त्यसलाई चाहिँ प्राइभेटाइजेसन गर्ने भन्ने खालको कुराहरूमा चाहिँ हाम्रो असहमति हो तपाईहरुको त्यसमा मेरो त्यो चाहिँ किन अहिले घाटामा गइराखेको छ कार्यकर्ता भर्ती केन्द्र बनायो भन्ने आरोप लागेको यस्तो छ के अरे त्यसो भन्दा तपाईको सरकारी निकायहरू सबै बेच्ने पुरानोलाई आरोप लागेको थियो नि त कम्पनीहरू बेच्ने हैन फ्याक्ट्रीहरू बन्द गर्ने भन्ने त्यही खालको तपाईको लाइनमा जान्छ उहाँहरुले पनि बेच्न लाग्नु भएको हो प्राइभेटलाई दिनु भनेको त बेच्नु त हो त हैन तपाई एउटा संसद दलको नेता हैन एउटा पार्टीको अध्यक्ष पनि हुनुहुन्छ यत्रो बजेट भइरहँदा सबै विषयमा टीका टिप्पणी तपाईको जरुरी थियो होला निस्किनु भयो चाहिँ किन आजै तपाईलाई किन यस्तो आतुरी परेको सुन्छु नि म फुल टाइम बस्नु पर्छ सुन्छु नि म बजेटका विषयमा सहमति हुन्थ्यो असहमति हुन्थ्यो त्यहाँ म मात्रै छु त म मात्रै छु त छैन नि त म मात्रै छु त हैन तपाईको उपस्थिति विशेष हो मेरो दलको मान्छे छ नि त्यहाँ नेता हो म त्यही त नेता हो र त भन्दैछु त टिप्पणी हुन्छ आज देशको बजेट आउँदैछ यस्तो संवेदनशील समयमा तपाईको व्यक्तिगत कामकाजको त हामीलाई चासो भएन सार्वजनिक र राजनीतिक कार्यक्रम देशको बजेटभन्दा महत्त्वपूर्ण के हुन सक्छ इम्पोर्टेन्ट काम छ नि मेरो देशको बजेटभन्दा महत्त्वपूर्ण इम्पोर्टेन्ट काम छ बजेट भन्दा तपाईको इम्पोर्टेन्ट सोध्छौँ हामी ल देशमा बजेट आउँदैछ बजेट भन्दा महत्त्वपूर्ण के हुन सक्छ एउटा नेताको लागि बजेट भन्दा इम्पोर्टेन्ट छ इम्पोर्टेन्ट छ भनेको 5 वर्ष इम्पोर्टेन्ट छ त भन्दैछ तपाईले इम्पोर्टेन्ट छ यो पनि बहिष्कार त तपाईको होइन नि हैन फेरि भन्नु बहिष्कार त होइन नि किन बहिष्कार गर्नु हो मैले हैन मैले आज आन्दोलन गरेको छैन किनभने प्रधानमन्त्रीज्यू आउनुभयो थ्यांक यू हेरिहाल्छु नि म त्यो प्रधानमन्त्री आएको भएर त निस्किनु मानव अधिकारको रिपोर्टको बारेमा के ओहो महत्त्वपूर्ण